प्रशस्तै धन सम्पत्ति इज्जत पद प्रतिष्ठा पाएर पनि धेरै मानिसहरू सन्तुष्ट र आनन्दित छैन। यो हामीले आसपासमा पनि देखेका छौं, संसारभर पनि देखेका छौं, कतिपय अवस्थामा त आफ्नै पनि अनुभव होला। त्यसकारण जबसम्म मानिसले आध्यात्मिक ज्ञान प्राप्त गर्दैन, बाँकी सबै कुराहरू प्राप्त गरेर पनि ऊ खुसी नहुने रहेछ। आजको यो बसाइमा आध्यात्मिक ज्ञान हाम्रो जीवनमा किन महत्त्वपूर्ण छ, यस बारेमा म महत्त्वपूर्ण शेयरिङ गर्न गइरहेको छु। नमस्कार, आजको दिव्य विचारधाराको यो नयाँ श्रृङ्खलामा यहाँहरू सबैलाई धेरै धेरै स्वागत छ। मित्रहरू, हामीले संसारभर हेर्छौं, धेरै मानिसहरूले थुप्रै उपलब्धिहरू हासिल गरेका छन्, तैपनि खुसी देखिन्न। इतिहासदेखि अहिले वर्तमानसम्म हेर्ने भने यस्ता धेरै उदाहरणहरू हामीले प्राप्त गर्छौं। अलेक्जेन्डर द ग्रेट, जसले पश्चिमबाट जित्दै जित्दै पूर्वमा भारतसम्म आइपुगे, उनले संसार जिते। जाने बेलामा उनी दुखी भएर गएको सन्देश दिए। अल्बर्ट आइन्स्टाइनले त्यत्रो ठूलो उपलब्धि हासिल गर्नुभयो, जीवनको अन्तिम खण्डमा उहाँले पनि दुःख व्यक्त गर्नुभयो। लता मंगेशकर त्यतिका प्रसिद्ध गायिका हुनुहुन्थ्यो, तैपनि जीवन खुसी भएन, आनन्दित भएन भनेर उहाँले पनि सन्देश छोड्नुभयो। हाम्रै महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि अन्तिममा आखिर श्रीकृष्ण रहेछन् एक भनेर दुःख भएको आफूले जीवनलाई खास बुझ्न नसकेको सन्देश दिएर गए। हेर्यौं भनेदेखि यो त अगाडिको, अब अहिलेको पुस्तामा हेर्यौं भने कतिले त आत्महत्या गरेका छन्। त्यसकारणले धन सम्पत्ति इज्जत चर्चा सब कुराहरू प्राप्त गरेर पनि मानिसहरू किन दुखी भएर गए त भन्दा त्यहाँनिर एउटा ज्ञानको अभाव भयो। त्यो ज्ञानको नाम हो आध्यात्मिक ज्ञान। जबसम्म मानिसलाई आध्यात्मिक ज्ञान हुन्न, तबसम्म जीवन पूर्ण सन्तुष्टि नहुने रहेछ, जीवन पूर्ण आनन्दित नहुने रहेछ। यो हामीले इतिहासबाट हेर्न सक्छौं। अब जीवनमा आध्यात्मिक ज्ञान किन आवश्यक छ, यस बारेमा सोटकरीमा बुझ्ने प्रयास गरौं। सबभन्दा पहिला आध्यात्म भनेको के हो, आध्यात्मिक ज्ञान भनेको के हो। जसरी बाहिरको दुनियाँलाई बुझ्ने एउटा विज्ञान छ जसको नाम हामीले भौतिक विज्ञान भन्छौं, त्यस्तै गरी मनुष्यको मानिसको भित्री जगतलाई बुझ्ने अर्को एउटा विज्ञान छ। त्यो विज्ञानको नाम अध्यात्म हो अथवा आध्यात्मिक ज्ञान। अध्यात्मले सोध्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्न भनेको म को हुँ। यो म को हुँ भन्ने कुरा अरू कसैबाट होइन, किताबबाट होइन, स्वयं भित्र डुबुल्की मारेर अनुभव गर भनेर यो प्रश्न सोध्ने गर्छ। आध्यात्मले हामीलाई सिकाउँछ कि म किन जन्मे, कसरी जन्मे, म आमाको गर्भमा कसरी आए, त्यहाँ आउनुभन्दा अगाडि म कहाँ थिएँ, मृत्यु के हो, मरेपछि मान्छे कहाँ जान्छ, मनमा यति धेरै विचार किन आइरहन्छ, विचार भनेको के हो, भावना भनेको के हो, मान्छे किन दुखी हुन्छ, मान्छे किन अपूर्ण खाली खाली महसुस गर्छ। यो सारा प्रश्नको उत्तर कसैले दिएको वचनबाट होइन, किताबबाट होइन, स्वयं भित्र झाकेर अनुभव गर। यसले अरू पनि हामीलाई खोज्न सिकाउँछ कि भगवान भनेको के हो, परमात्मा ईश्वर के हो, कहाँ छ, कसरी थाहा पाउने। यो सारा प्रश्नको उत्तर स्वयंले पत्ता लगाऊ भनेर भन्छ। र आध्यात्मले सबैभन्दा महत्त्वपूर्ण कुरा जान भन्छ। यसले मान भन्दैन, यसले मान्नेसँग सरकार राख्दैन, यसले जान्नेतिर अगाडि बढाउँछ। त यो जो भित्रको अध्ययन छ, भित्रको एक्सप्लोरेसन छ, त्यही नै आध्यात्म हो। र बिस्तारै बिस्तारै मान्छेले भित्र डुबुल्की मार्दै गइसकेपछि बिस्तारै बिस्तारै थाहा पाउन थाल्छ यो मनमा यति धेरै विचारहरू कसरी आउने रहेछ, मन कसरी शान्त हुने रहेछ। यो सबै कुराहरू उसले केस्रा गर्दै उसले पत्ता लगाउन थाल्छ। अब कहीं चुपचाप शान्त बसेर स्वयं भित्र हेर्न थाल्छ। अब आफूलाई माया गर्न थाल्छ, आफूलाई खोज्न थाल्छ कि जीवनमा केही समस्याहरू आयो भने पनि किन आएछ भनेर अब अरूलाई दोष दिनुको सट्टा आफूलाई खोज्न थाल्छ। त्यसकारणले आध्यात्म भनेको आफूलाई पढ्ने विज्ञान हो। यो भनेको इनर इन्जिनियरिङ हो, भित्रको विज्ञान हो। र भित्र के खजानाहरू छ त्यो कसैले भनेको भरमा होइन कि स्वयंले जान्नु पर्यो। जसरी बुद्धले जान्नुभयो, जसरी ओशोले जान्नुभयो, जसरी नानकले जान्नुभयो, जसरी महावीरले जान्नुभयो, जसरी कबीरले जान्नुभयो, जसरी मीराले जान्नुभयो, जसरी थुप्रै गुरुजनहरूले जान्नुभयो, ठिक त्यसै गरी भित्र डुबुल्की मार्ने। अब जसै मानिसले आध्यात्मिक ज्ञानको लागि पाइला अगाडि बढाउँछ, जब हामी आध्यात्मिक ज्ञानको लागि पाइला अगाडि बढाएर हिँड्न थाल्छौं अनि हामीलाई बिस्तारै थाहा हुन थाल्छ कि म किन दुखी रहेछु,
अब दुःख उसले बुझ्न थाल्छ। अब उसले भित्र बिस्तारै खोज्दै गइसकेपछि उसले आफै पत्ता लगाउँछ दुःखको प्रमुख कारण भनेको त यो संसार त परिवर्तनशील छ। हामी चाहन्छौँ म सधैँ युवा भएर बसौँ, तर यसो त हुँदैन, बुढो हुँदै जान्छौँ। हामी चाहन्छौँ हाम्रो मातापिता आफन्तजन सधैँ हाम्रो साथमा बसोस्, तर मृत्युले छिनेर लान्छ, यसो पनि हुँदैन। संसारको सबै कुराहरू परिवर्तन। हामी चाहन्छौँ सधैँ मसँग थुप्रो धन होस् भन्ने चाहन्छौँ, तर त्यो धन कहिले बढ्छ कहिले घट्छ। हामी चाहन्छौँ म सधैँ प्रधानमन्त्री बनौँ, सधैँ पद बनौँ भन्ने चाहन्छौँ। त्यसकारणले मान्छे चाहिँ 90 वर्ष पुगिसक्दा बिरामी हुँदाखेरि पनि मलाई नै पद चाहियो भनेर खराइराख्दैछौँ नि हामी त्यो चाहन्छौँ। अब त्यो पुरा नभएपछि मान्छे दुःख हुन्छ, उसले आफै अनुभव गर्छ। एक दिन भित्र खोज्दै खोज्दै गइसकेपछि आसपासको संसार त सबै परिवर्तन हुने रहेछ, यहाँ त एकपछि अर्को परिवर्तन हुँदै जाने रहेछ। यही परिवर्तनको कारणले मैले दुःख महसुस गर्नु पर्ने रहेछ, महसुस गर्दो रहेछु, अब मलाई थाहा भयो भनेर उसले दुःख बारे पनि थाहा पाउँछ। अब दुःखलाई हेर्ने उसको दृष्टिकोण बदलिन्छ। जबसम्म उसँग आध्यात्मिक ज्ञान थिएन तबसम्म उसले म दुखी हुनुको कारण मेरो बाउ हो, मेरो आमा हो, मेरो छिमेकी हो, मेरो साथी हो, बाहिर नेपाल हो, कानुन हो, के अरूलाई दोष दिन्थ्यो। अब दोष दिँदैन। उसको जो दुःखप्रति दुःखलाई हेर्ने नजरिया छ, अब त्यो नजरिया बदलिन्छ। अब उसले के भन्न थाल्छ भने यो त स्वाभाविक हो, दुःख पनि स्वाभाविक हो, सुख पनि स्वाभाविक हो। उसले थाहा पाउँछ यो संसारमा त हरेक चिज दुई रहेछ, मृत्यु रहेछ, जीवन रहेछ, प्रेम रहेछ, घृणा रहेछ, मान रहेछ, अपमान रहेछ, सफलता रहेछ, असफलता रहेछ, दुःख रहेछ, सुख रहेछ, दिन रहेछ, रात, सारा चिज दुई रहेछ। उसले बुझ्न थाल्छ। तर यो ज्ञान कसले दिन्छ? अध्यात्मले मात्रै दिन्छ, अध्यात्मले मात्रै दिन्छ, अरू बाहिरी कसैले दिन सक्दैन। अब उसले दुःखलाई बुझ्छ, दुःखप्रति हेर्ने उसको नजरिया पनि बुझ्छ। अब दुःख पर्दा पनि ऊ शान्त हुन थाल्छ। यो त भइ नै हाल्छ नि, म एक दिन मर्नै पर्छ, यो शरीर बुढो हुन्छ, सारा कुरा उसले अब बुझ्न थाल्छ। अब बुझेपछि उसको मन शान्त हुन्छ। उसको मन शान्त भएपछि ऊ खुसी हुन्छ। उसले अरूलाई आफूलाई अझै खोतल्दै जान्छ, खोतल्दै जान्छ, खोतल्दै जान्छ। मान्छे किन यति धेरै अधैर्य छ? मान्छेले किन यो पनि चाहियो, त्यो पनि चाहियो, यो पनि चाहियो, किन यति धेरै अधैर्य छ? मान्छे किन मै मात्रै खाऊ, मलाई मात्रै चाहियोस्, म मात्रै ठुलो भन्ने यो खालको भाव किन छ? उसले बुझ्दै बुझ्दै जान्छ। इच्छाको कारण रहेछ। इच्छा त कहिले पनि समाप्त नहुने रहेछ। हामी यो संसारमा 5वटा इन्द्रिय मार्फत भोग गरिरहन्छौँ। आँखाले हेर्छौँ, कानले सुन्छौँ, नाकले सुन्छौँ, जिब्रोले टेस्ट लिन्छौँ, छाराले स्पर्श गर्छौँ। यो त परिवर्तन भइरहन्छ। यो इच्छा त कहिले नमर्ने रहेछ। इच्छा त एउटा पुरा गर्यो, फेरि अर्को आउँछ, फेरि पुरा गर्यो, फेरि अर्को आउँछ, फेरि पुरा गर्यो, फेरि अर्को आउँछ। है, मन्त्री भयो, प्रधानमन्त्री बन्नु मन लाग्छ, प्रधानमन्त्री भयो राष्ट्रपति, राष्ट्रपति भयो संसारको सबले मानुस् भन्ने, नोबेल पुरस्कारै पाऊँ भन्ने यस्तो हुन्छ। कहिले इच्छा त मर्दैन। 1 लाख कमायो 10 लाख, 10 लाख कमायो 1 करोड, 1 करोड कमायो 5 करोड, यो त कहिले नसकिने रहेछ। अब उसले यो इच्छा त सधैँ पलाइरहने रहेछ। यो त वृक्षको हाँगा जस्तो रहेछ, जति काटे पनि पलाइरहन्छ। उसले यो पनि बुझ्छ। अब यो बुझेपछि ऊ बिस्तारै शान्त हुन थाल्छ, बिस्तारै शान्त हुन थाल्छ, बिस्तारै शान्त हुन थाल्छ। अब यसरी उसले आफूलाई हेर्दै जान्छ, बुझ्दै जान्छ। अरू थुप्रै खजानाहरू उसले बुझ्दै बुझ्दै जान्छ। अनि एउटा यस्तो बिन्दु आइपुग्छ, उसले स्वयंलाई बुझ्दै 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 गइसकेपछि अब उसको मन शान्त हुन्छ, उसको मन स्थिर हुन्छ। अब उसले कसैलाई दोष दिँदैन, ऊ अझ भित्र डुबुल्की मार्दै आउँछ। भित्र मन स्थिर भएपछि मान्छेले शान्तिको अनुभव गर्छ। मन स्थिर भएन भने जतिसुकै कुराहरू आसपासमा भयो भने मान्छेले कहिले पनि खुसी अनुभव गर्न सक्दैन। मन स्थिर भयो भने मान्छेले खुसीको अनुभव गर्छ। हामीले अलेक्जेन्डर द ग्रेट, हामीले अल्बर्ट आइन्स्टाइन, लता मङ्गेशकर, देवकोटा, यी सबको उदाहरण लियो नि। यति ठुला मानिसहरू, उनीहरूले जीवनको खास म किन आएको रहेछु, मैले के गर्नुपर्ने रहेछ, मसँग त्यस्तो के खजाना हुन सक्छ जसलाई मृत्युले पनि छिन्दैन भन्ने कुराहरूको उनीहरूले बोध गर्न पाएन, अथवा साधना गर्न पाएनन्, ध्यान गर्न पाएनन्, स्पिरिचुअल अन्डरस्ट्यान्डिङ बनाउन सकेनन्। यदि उनीहरूसँग स्पिरिचुअल ज्ञान भइदिएको भए, त्यसको अनुभव भइदिएको भए, भित्रको जगतको उनीहरूसँग अनुभव भइदिएको भए, उनीहरूले यसरी दुःख व्यक्त गर्थेनन्। र त्यस्तै थुप्रै मानिसहरू जोसँग धन थियो, प्रतिष्ठा थियो, है, तै पनि सुसाइड गरे, ती मान्छेहरू मर्नु पर्थेन। त्यसकारणले जीवनमा आध्यात्मिक ज्ञान अपरिहार्य छ। आध्यात्मिक ज्ञान जब हुन्छ, हामी भित्रको कुराहरू, हाम्रो सुख दुःखको कारणहरू, मनको अस्थिरताको कारणहरू, यो सबै कुरा हामी स्वयंले बुझ्न थाल्छौँ। अनि बुझेपछि हामी आफै सम्झिहाल्छौँ, त्यसपछि सम्झाउनै पर्दैन। जुन दिन हामीले बुझ्छौँ नि, बुझेपछि हामीले स्वयंले अनुभव गरेपछि हामी आफै सम्झिहाल्छौँ।
त्यस पछाडि कहीँ शिकायत रहँदैन। अब बाहिर शिकायत पनि रहँदैन, कुरा पनि बुझ्यो भनेपछि त मान्छे शान्त भयो, अनि त्यस पछाडि त आनन्दित भइहाल्यो नि। सुनै सुन भए पनि लसुनै लसुन भए पनि मान्छे अब आनन्दित हुन्छ। त्यसकारणले यो जीवनलाई एउटा वृक्षको रूपमा परिकल्पना गरौँ मित्रहरू। बाहिर हाँगा छ, पात छ, फल फुल्छ, फल पनि फल्छ, हाँगाका पातहरू झर्छन्, फेरि अर्को पात पलाउँछ। बाहिर यो प्रकारको परिवर्तन छ। अब भित्र हेर्नुहोस् त, भित्र जरा छ, त्यही रुखको तल जरा छ। त जराको बारेमा कसैलाई ज्ञान छैन, त्यही जराको कारण त रुख अडिएको छ नि। कति ठुल्ठुला जरा भित्र छ, त्यो जरा कहिले परिवर्तन हुँदैन, अपरिवर्तनीय रूपमा बसेको छ, त्यो स्थिर छ त्यो जरा। त्यही जराले बाहिरको ठुलो रुखलाई थामेको छ, तर यसबारेमा मान्छेलाई ख्याल हुँदैन। ठिक त्यस्तै गरी हाम्रो जीवनको जरा, हामीलाई जराको ज्ञान दिने चाहिँ अध्यात्म हो। अध्यात्म भनेको चाहिँ इनर साइन्स हो, भित्रको विज्ञान हो। यो कसैको किताबबाट पढ्नुभन्दा पनि स्वयंलाई हेर्दै 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 गएपछि हामीले धेरै कुराहरू थाहा पाउँछौँ। कसैको किताब पढ्नु, गुरुजनहरूको सत्संग सुन्नु, यो पनि राम्रो छ। यसले पनि हामीलाई बाटो देखाउँछ, यसले पनि हामीलाई टर्च लाइट दिन्छ, लाइट दिन्छ, अँध्यारोमा यसले पनि बाटो देखाइदिन्छ। तर हिँड्नु त हामीले आफैले हिँड्नुपर्छ। त्यसकारणले सारमा हामीले बुझौँ, जबसम्म तपाईँ हामीसँग आध्यात्मिक ज्ञान हुँदैन तबसम्म हाम्रो जीवन कदापि पूर्ण रूपमा ह्याप्पी हुन सक्दैन, आनन्दित हुन सक्दैन, सन्तुष्ट हुन सक्दैन। किनकि हामीलाई दुःखले, मृत्युले, अनेक प्रकारको कुराहरूले सधैँ सताइरहन्छ। अब त्यो कुरा चाहिँ हामीले बाहिरको विज्ञानबाट बुझ्न सक्दैनौँ, भौतिक विज्ञानले हामीलाई त्यो कुरा चाहिँ सिकाउन सक्दैन। त्यसको लागि आध्यात्मिक ज्ञानै चाहिन्छ, भित्र डुबुल्की मार्नुपर्छ। त्यसकारणले तपाईँ हामी सबैजना आध्यात्मिक यात्रामा जोड्यौँ। आध्यात्मिक यात्रामा कसरी जोडिने? यस्तै सत्सङ्गहरू सुन्ने, स्वाध्यायहरू गर्ने, ध्यानहरू गर्ने, यसरी बिस्तारै बिस्तारै अन्तर्मुखी हुन थालेपछि यात्रा अगाडि बढ्छ। आजलाई यति नै। थ्याङ्क यू भेरी मच। भवतु शुभमङ्गल।